म साथी अहिले कलोनीको भित्रतिर छु अनि आज चाहिँ नि यहाँ हामीलाई मेरो लागि दाइ चाहिँ नि यत्रो कभर राखिदिनु भएको छ, पङ्खा सङ्खा ग्यास चुलो सुलो। अनि उहाँको सैना महिनाको हाट बजारमा उहाँको खाजा पसल छ, नास्ता पसल छ। म नि उहाँको पसलमा गएको छु, कतिचोटि मिठो लाग्छन्। अनि आज चाहिँ नि ठ्याक्कै मलाई बोलाएर यो कभर सबर दिनुभयो, भाइ लैजाऊ भनेर, तिम्रो लागि म राखिदिएको छु भनेर। अनि आज उहीँको घर पुगेको छु अनि मलाई एकदम खुसी लाग्यो। उहाँले मायाले यत्रो कभर राखिदिनु भएको छ, भाइको भिडियो मनपर्छ, राम्रो लाग्छ भनेर। त मलाई एकदम खुसी लाग्यो अनि दाइले म धन्यवाद भन्छु। धन्यवाद दाइ। तिमीलाई पनि धन्यवाद। फेरि पनि आउँदै राख्नु, म कल गर्छु। त्यहाँ भएका छ सबैलाई पनि यहाँ भाइलाई दिनु, आनन्द भाइलाई दिनु भन्ने मैले सबैलाई सुझाव दिन्छु। र तिमी राम्रोसँग काम गर्नु र राम्रोसँग चाहिँ अगाडि बढ्नु भाइ। कबाड सानो काम होइन, काम ठुलो जे पनि सानो ठुलो भनिँदैन। त्यसलाई चाहिँ तिमीले चाहिँ मध्यनजर राखेर दीर्घायुसम्म सधैँभरि रहोस् र हामीले सधैँभरि तिमीलाई चाहिँ चिन्न पाइयोस्, अरूले पनि चिन्न पाउन्, देश विदेशमा भएका सबै साथीहरूले चिनुन् भन्ने यो तिमीलाई चाहिँ आशीर्वाद दिन्छु। धन्यवाद।